हेलो एभ्रिवान, यो चाहिँ मेरो अनदर भिडियो है। त्यसमा टपिकको नाम छ क्वाड्रेटिक इक्वेसन। ओके, लेट्स स्टार्ट द क्वाड्रेटिक इक्वेसन। कस्तो हुन्छ भन्दाखेरि क्वाड्रेटिक इक्वेसनको जेनरल फर्म पहिले इन्ट्रो हेरिहालौँ है। इन्ट्रो के छ भन्दाखेरि क्वाड्रेटिक इक्वेसनको जेनरल फर्म कस्तो छ भन्दाखेरि यो छ ax स्क्वायर प्लस bx प्लस c इज इक्वल्स टु 0। यो चाहिँ हाम्रो के हो भन्दाखेरि एउटा कुनै पनि क्वाड्रेटिक इक्वेसन जुन चाहिँ एउटा भेरिएबल सिंगल भेरिएबल हुन्छ। सिंगल भेरिएबल हाम्रो यहाँनिर के छ, एक्स छ नि है। यो एक्सको पावरमा सेकेन्ड अर्डर पावर छ अरे। अब सपोज मैले भने एक्सको स्क्वायर छ, यो सेकेन्ड अर्डर पावर भएको कुनै पनि इक्वेसनलाई के भन्छ, क्वाड्रेटिक इक्वेसन भन्छ। नानीहरू कुन कुरामा कन्फ्युज हुन्छ भन्दाखेरि अब हामीलाई थाहा छ क्वाड्रेटिक इक्वेसनको जेनरल फर्म कस्तो हुन्छ भन्दाखेरि ax स्क्वायर प्लस bx प्लस c इज इक्वल टु 0। यो चाहिँ हाम्रो के भयो, क्वाड्रेटिक इक्वेसन। यो चाहिँ हाम्रो भयो क्वाड्रेटिक इक्वेसन। बट मेनली स्टुडेन्ट कहाँनिर कन्फ्युज हुन्छ भन्दाखेरि स्टुडेन्ट कन्फ्युज हुन्छ क्वाड्रेटिक इक्वेसन भनेको र क्वाड्रेटिक पोलिनोमियल भनेको एउटै हो। बट क्वाड्रेटिक पोलिनोमियल भनेको चाहिँ के हो भन्दाखेरि एक्स स्क्वायर bx प्लस c। यो चाहिँ हाम्रो के भयो, क्वाड्रेटिक पोलिनोमियल। क्वाड्रेटिक पोलिनोमियल भयो। यो चाहिँ किन क्वाड्रेटिक पोलिनोमियल अनि यो चाहिँ किन क्वाड्रेटिक इक्वेसन भन्दाखेरि कुनै पनि इक्वेसनको के हुन्छ, लेफ्ट ह्यान्ड साइड हुन्छ यो साइड र इक्वल टुमा राइट ह्यान्ड साइडमा समथिङ हुन्छ। त्यस्तै क्वाड्रेटिक पोलिनोमियल भनेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि सिम्पल त्यहाँनिर एउटा क्वाड्रेटिक सेकेन्ड अर्डरको भेरिएबल्स हुन्छ बट इक्वल टुदेखि यता केही हुँदैन। यसलाई चाहिँ के भन्छ हामी, क्वाड्रेटिक पोलिनोमियल। अन्त यसलाई चाहिँ के भन्छ हामी, क्वाड्रेटिक इक्वेसन। यो कुरा चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ है। अन्त हामीले अब यहाँनिर के दिएको छ भन्दाखेरि जुन चाहिँ यो हाम्रो ए छ, बी छ अनि यो सी छ, यो चाहिँ एउटा के हो, कन्स्ट्यान्ट हो। जस्तै हाम्रो यहाँनिर ए चाहिँ 0 को बराबर हुनु हुँदैन। ए चाहिँ किन 0 को बराबर हुनु हुँदैन भन्दाखेरि इफ हाम्रो ए 0 भयो भने 0 इन्टु समथिङ 0 हुन्छ। त्यही भएर यो हाम्रो के हुन्छ, पुरा क्वाड्रेटिक इक्वेसन हुँदैन है। त्यसमा हाम्रो के हुन्छ, बी सी चाहिँ के हुन्छ, कन्स्ट्यान्ट हुन्छ। अब एउटा स्टुडेन्ट भएपछि अलवेज कुनै पनि च्याप्टर पढ्दाखेरि कुनै पनि प्रब्लम सल्भ गर्दाखेरि हाम्रो मनमा यो कुरा चाहिँ हुनुपर्छ कि हामीले यो किन गर्दैछ। हामीलाई त्यो कुराको रियलाइजेसन हुनुपर्छ कि हामी यो किन चाहिँ गर्दैछ। अब जस्तै हामीले क्वाड्रेटिक इक्वेसन गर्दैछ है, यो क्वाड्रेटिक इक्वेसन गर्नुको पछाडि पनि त रिजन हुन्छ है। त्यो रिजन चाहिँ क्वाड्रेटिक इक्वेसन हामीले किन गर्नुपर्छ भन्दाखेरि चाहिँ सपोज मैले भने अरे एउटा मैले ग्राफ ड्र गरेँ अरे, यो हाम्रो एउटा ग्राफ ड्र गरेँ अरे। यो हाम्रो के भयो, एक्स पोजिटिभ एक्स पोजिटिभ वाइ एक्स ड्यास वाइ ड्यास। अब हाम्रो के हुन्छ भन्दाखेरि मैले यो एउटा क्वाड्रेटिक इक्वेसन यहाँनिर लिएँ, एक्स स्क्वायर प्लस बीएक्स प्लस सी इज इक्वल टु समथिङ वाइ भनेर मैले। अब मैले भने अरे मैले एक्सको युनिट कति लिएँ अरे, 1 युनिट लिएँ अरे। एक्सको युनिट ए को युनिट कति लिएँ अरे, 1 लिएँ अरे। बी 0 लिएँ अरे, सी 0 लियो भने कति हुन्छ, वाइ इज इक्वल्स टु बी पनि 0, 0 इन्टु समथिङ 0, सी पनि 0 भयो, ए कति छ, 1 छ भनेपछि ए वाइ इज इक्वल्स टु एक्स स्क्वायर। अब यो ठाउँमा चाहिँ हाम्रो के भयो भन्दाखेरि वाइ इज इक्वल्स टु एक्स स्क्वायर। अब यो इक्वेसन हामीले ग्राफमा ड्र गर्नुपर्दाखेरि कस्तो हुन्छ भन्दाखेरि एउटा यो पाथलाई चाहिँ भन्छ हाम्रो, यस्तो टाइपको ग्राफमा बन्यो भने चाहिँ यसलाई चाहिँ के भन्छ, प्याराबोला भन्छ हैन।
यो y इज इक्वल्स टु एक्स स्क्वायर, y इज इक्वल्स टु एक्स स्क्वायरको ग्राफ कसरी बनिन्छ, यस्तो हुन्छ। y कसरी भन्दाखेरि इफ मैले यहाँनिर भनेर y इज इक्वल्स टु एक्स इज इक्वल्स टु 1 भनेर एक्स इज इक्वल्स टु 1 यहाँनिर पुट गर्दाखेरि कति हुन्छ 1 को स्क्वायर जुन चाहिँ हुन्छ हाम्रो 1 नै हुन्छ। त्यति बेला हाम्रो एक्स 1 हुँदाखेरि y कति हुन्छ रे, y पनि 1 हुन्छ। एक्स 1 हुँदाखेरि y 1 हुन्छ। भन्नुको मतलब यसको कोअर्डिनेट कति हुन्छ 1,1 हुन्छ। त्यस्तै अनदर ठाउँमा मैले फेरि भनेर y इज इक्वल्स टु एक्स को जग्गामा मैले 2 पुट गरेँ अरे, एक्स को जग्गामा यहाँनिर 2 पुट गर्दाखेरि कति हुन्छ 2 को स्क्वायर 4 हुन्छ। y इज इक्वल्स टु 4 समथिङ यहाँनिर छ अरे, x इज इक्वल्स टु 2 हो यो, यहाँनिर कति हुन्छ y इज इक्वल टु 4 हुन्छ। त्यस्तै मैले y को जग्गामा कति राखेँ x कति भनेर 3 भनेर, x को जग्गामा 3 भने 3 को स्क्वायर कति हुन्छ 9 हुन्छ। त्यस्तै x मैले 3 राख्दाखेरि कति x 3 राख्दाखेरि कति भयो y कति हुने रहेछ 9 हुने रहेछ, y इज इक्वल्स टु 9 हुने रहेछ। त्यस्तै अब हामीले भन्यौँ यो साइडको त हामीले ग्राफ बन्यो, बट सेम टाइम यो साइडको चाहिँ कताबाट आएको होला भन्दाखेरि चाहिँ मैले भने रे यो साइड के छ, यो साइड नेगेटिभ एक्स छ होइन, माइनस एक्स छ। त्यस्तै मैले y इज इक्वल्स टु एक्सको जग्गामा -1 राखेँ रे, -1, बट यहाँनिर के छ हाम्रो इक्वेसन एक्स स्क्वायर छ, एक्सको स्क्वायर गरेर कति हुन्छ y इज इक्वल्स टु -1 इन्टु -1 कति हुन्छ 1 नै हुन्छ नि त होइन। भन्नुको मतलब हामीले एक्स नेगेटिभै राख्यो भने पनि y के हुने रहेछ पोजिटिभ नै हुने रहेछ। भन्नुको मतलब एक्स सपोज एक्स यहाँनिर एक्स 1 छ भने y पनि कति हुने रहेछ y पनि 1 नै हुने रहेछ। त्यस्तै एक्स को जग्गा हामीले 2 राख्यौँ भने -2 राख्यौँ भने एक्स को समथिङ -2 यहाँनिर आउला, -2 यहाँनिर आउला एक्स को होइन, एक्स को -2 यहाँनिर आउँदाखेरि चाहिँ के हुन्छ भन्दाखेरि y इज इक्वल्स टु -2 को होल स्क्वायर कति हुन्छ y इज इक्वल्स टु 4। भन्नुको मतलब y पनि 4 हुने रहेछ। यही यो प्याराबोलिक ग्राफको लागि चाहिँ हामी के गर्छौँ क्वाड्रेटिक इक्वेसन पढ्छौँ है, यति क्लियर छ होइन। अब हामीले बुझ्यौँ क्वाड्रेटिक इक्वेसन किन पढ्नुपर्ने रहेछ। अब हामी हेरौँ क्वाड्रेटिक इक्वेसन कसरी सल्भ गर्नुपर्छ है। जस्तै मैले भने क्वाड्रेटिक इक्वेसनको जेनरल फर्म कस्तो हुन्छ, जेनरल फर्म कस्तो हुन्छ ax स्क्वायर प्लस bx प्लस c इक्वल टु समथिङ अदरवाइज 0। यो चाहिँ हाम्रो के भयो क्वाड्रेटिक इक्वेसनको जेनरल फर्म भयो। अब हामी यसलाई कसरी सल्भ गर्ने त भन्दाखेरि पहिला हामीले के गर्नुपर्ने हुन्छ यो क्वाड्रेटिक इक्वेसनको डिस्क्रिमिनेन्ट निकाल्नुपर्छ। अब डिस्क्रिमिनेन्ट हामीले किन निकाल्नुपर्ने, जुन चाहिँले चाहिँ हामी केले रिप्रेजेन्ट गर्छ d ले रिप्रेजेन्ट गर्छ है। डिस्क्रिमिनेन्ट किन निकाल्नु पर्ने त भन्दाखेरि यहाँनिर जुन x को भ्याल्यु आउँछ, x को भ्याल्यु अथवा यो क्वाड्रेटिक इक्वेसनको जुन रुट्स आउँछ त्यो रुट्सको नेचर हेर्नु लागि, भन्नुको मतलब त्यो रुट कस्तो छ, नेगेटिभ छ कि पोजिटिभ छ कि मेबी इमेजिनेरी छ कि, त्यो रुट्सको नेचर चेक गर्नु लागि चाहिँ हामी के गर्छौँ डिस्क्रिमिनेन्ट निकाल्छौँ। अब डिस्क्रिमिनेन्ट निकाल्ने फर्मुला के हुन्छ b स्क्वायर माइनस 4ac। अब हामीले डिस्क्रिमिनेन्ट निकाल्छौँ हामी, यहाँनिर एउटा भ्याल्यु आउँछ, त्यो भ्याल्यु चाहिँ के हुन्छ के हुनसक्छ त भन्दाखेरि एउटा यो चाहिँ हाम्रो भयो डिस्क्रिमिनेन्ट निकाल्ने फर्मुला। यो डिस्क्रिमिनेन्ट हामी किन निकाल्छौँ भने यो जति पनि क्वाड्रेटिक इक्वेसनको रुट्स आउँछ त्यो रुट्सको नेचर चेक गर्नु लागि।
अब के गर्छौँ त पहिला एउटा के आउन सक्छ यो डी डिस्क्रिमिनेन्ट हाम्रो पोजिटिभ आउन सक्छ डिस्क्रिमिनेन्ट के आउन सक्छ अरे पोजिटिभ आउन सक्छ इधर हाम्रो यो डिस्क्रिमिनेन्ट कति आउन सक्छ 0 आउन सक्छ किनभने यहाँनिर माइनस भएर समथिङ 0 आउन सक्छ किन बा हाम्रो डिस्क्रिमिनेन्ट नेगेटिभ आउन सक्छ अब हेर्नुहोस् है यो भन्नुको मतलब पोजिटिभ आउनु नेगेटिभ आउनु भन्नुको मतलब चाहिँ के हो भन्दाखेरि पोजिटिभ आउनुको भन्नुको मतलब के हो डी चाहिँ ग्रेटर देन 0 हुन्छ त्यही नै त हो पोजिटिभ भन्ने होइन इफ हाम्रो कुनै मैले सपोज भनेर एक्स इज ग्रेटर देन 0 भनेर भन्नुको मतलब एक्स चाहिँ के छ 0 भन्दा ठुलो छ जस्तै 1 2 3 पोजिटिभ 1 पोजिटिभ 2 पोजिटिभ 3 जस्तै मैले भनेर एक्स इज ग्रेटर देन 0 भनेर यो भन्नुको मतलब के हो भन्दाखेरि एक्स चाहिँ के छ बराबर 1 छ 2 छ 3 छ भन्नुको मतलब एक्स चाहिँ के छ पोजिटिभ छ भन्नु त्यस्तै हामीले डिस्क्रिमिनेन्ट निकाल्दाखेरि यो डिस्क्रिमिनेन्ट इफ पोजिटिभ आयो अरे त्यो भन्नुको मतलब डिस्क्रिमिनेन्ट ग्रेटर देन 0 आयो अरे त्यति बेला के हुन्छ भन्दाखेरि टु रियल रुट्स एन्ड इक्वल रुट भन्नुको मतलब के हो भन्दाखेरि इफ डी को भ्यालु पोजिटिभ आयो अरे डिस्क्रिमिनेन्ट चाहिँ ग्रेटर देन 0 आयो अरे त्यति बेला के छ दुईवटा रियल रुट्स भन्नुको मतलब त्यहाँनिर रियल रुट्स आउँछ रियल रुट्स एन्ड अनइक्वल रुट्स भन्नुको मतलब दुईवटा रियल रुट आउँछ त्यस्तै अनइक्वल आउँछ इक्वल चाहिँ हुँदैन बट यहाँनिर हेरौँ डी चाहिँ के अरे डिस्क्रिमिनेन्ट चाहिँ हाम्रो के भयो 0 आयो भने के हुन्छ भन्दाखेरि इफ डिस्क्रिमिनेन्ट 0 भन्नुको मतलब डी इज इक्वल टु 0 डी इज इक्वल टु 0 भयो भने के हुन्छ टु रियल एन्ड इक्वल रुट्स आर पोसिबल भन्नुको मतलब के छ भन्दाखेरि इफ हाम्रो डिस्क्रिमिनेन्टको भ्याल्यु 0 आयो भने टु रियल एन्ड इक्वल रुट्स आर पोसिबल दुईवटा रियल रुट चाहिँ दुईवटा रियल अनि इक्वल रुट चाहिँ के छ अरे पोसिबल छ अरे बट हाम्रो यहाँनिर हेरौँ इफ हाम्रो रुट यहाँनिर डिस्क्रिमिनेन्टको भ्याल्यु नेगेटिभ आयो अरे डिस्क्रिमिनेन्टको भ्याल्यु नेगेटिभ आयो भने चाहिँ हाम्रो के हुन्छ अरे नो पोसिबल रुट्स आर देयर त्यहाँनिर कुनै पनि पोसिबल रुट एक्जिस्ट गर्दैन त्यस्तै अब यहाँनिर भन्नुको मतलब नेगेटिभ रुट्स इफ डिस्क्रिमिनेन्टको भ्याल्यु नेगेटिभ आयो भने के हुन्छ भन्दाखेरि हाम्रो इमेजिनेरी नम्बर आउँछ बुझ्यो होइन इमेजिनेरी नम्बर आउँछ इमेजिनेरी नम्बर भनेको चाहिँ के हो भन्दाखेरि जुन चाहिँ रियल हुँदैन यो इमेजिनेरी नम्बर हामी क्लास 11 मा कम्प्लेक्स नम्बर भन्ने च्याप्टरमा डिटेलमा पढ्छौँ अहिले हामीलाई त्यस्तो केही डिटेलमा जान्नु छैन है अब हेरौँ इफ हाम्रो डिस्क्रिमिनेन्ट पोजिटिभ आयो भने हाम्रो यो क्वाड्रेटिक इक्वेसन सल्भ गर्ने कसरी सल्भ गर्छौँ त भन्दाखेरि फर्मुला हेरौँ है हामीलाई थाहै छ कुनै पनि क्वाड्रेटिक इक्वेसन हामी कसरी सल्भ गर्छौँ त एक्स स्क्वायर bx प्लस c इज इक्वल टु 0 हामीले क्वाड्रेटिक इक्वेसनको हामीलाई फर्मुला हामीलाई दुईवटा थाहा छ एउटा दुईवटा पोसिबल वेज छ जसमा हामी कसरी गर्न सक्छौँ एउटा फ्याक्टोराइज गरेर एउटा हामीलाई थाहा छ फ्याक्टोराइजेसन मेथड हामीले सानो क्लासमा क्लास 8 तिर पनि पढेको छौँ मिडल टर्म स्प्लिटिङ भन्छ है
मिडनलम स्प्लिट गरेर गर्न सक्छौँ। अन्त अर्को फर्मुला चाहिँ कुन चाहिँ हुन्छ भन्दाखेरि क्वाड्रेटिक फर्मुला। त्यो क्वाड्रेटिक फर्मुला चाहिँ के हो भन्दाखेरि x इज इक्वल टु माइनस b प्लस माइनस अंडर रूट b स्क्वायर माइनस 4ac बाई 2a। यो चाहिँ हाम्रो के हो, कुनै पनि क्वाड्रेटिक इक्वेसन सल्भ गर्ने फर्मुला हो है। अब यहाँनिर हेरौँ, हामी यो ब्याक टु द यही टपिकमा हौँ। यहाँनिर हेरौँ, हामीले के छ डिस्क्रिमिनेन्ट निकाल्यो। डिस्क्रिमिनेन्ट निकाल्दाखेरि हाम्रो डिस्क्रिमिनेन्ट पोजिटिभ आयो भने त्यति बेला कसरी सल्भ गर्नु त भन्दाखेरि यहाँनिर इफ d is greater than 0 then x is equal to minus b plus minus under root of d by 2a। यो चाहिँ हाम्रो के भयो, इफ d चाहिँ ग्रेटर देन 0 आयो भने हामी यसरी सल्भ गर्न सक्छौँ। इफ हाम्रो d चाहिँ इक्वल टु 0 आयो भने हाम्रो फर्मुला के हुन्छ, x इज इक्वल्स टु माइनस b बाई 2a। कसरी भन्दाखेरि इफ हाम्रो यो अन्डर रुट अनि यो d नै 0 भयो भने यो होल टर्म 0 हुन्छ कि हुँदैन, यति त्यो होल टर्म 0 हुन्छ, हाम्रो बाँच्छ के बाँच्छ माइनस b बाई 2a। यही चाहिँ हो हाम्रो फर्मुला, जुन चाहिँ हाम्रो डिस्क्रिमिनेन्ट d चाहिँ के हुन्छ 0 को बराबर हुन्छ है। एन्ड हाम्रो नेगेटिभ, जब डिस्क्रिमिनेन्ट नेगेटिभ हुँदाखेरि हामीले के गर्नुपर्ने हुँदैन, हामीले क्वाड्रेटिक इक्वेसन सल्भ गरिरहनु पर्ने हुँदैन। हामीलाई त्यति बेला थाहा हुन्छ कि नो पोसिबल रुट्स छ, त्यहाँनिर हाम्रो कुनै पनि रियल रुट्स हुँदैन। अब यहाँनिर हेरौँ, एउटा क्वेसन सल्भ गरौँ है। त्यो जुन हामीले अघि फर्मुला सिकेको थियौँ त्यसले सल्भ गर्नु। हामीले पहिला के गर्नुपर्ने हुन्छ, यो क्वाड्रेटिक इक्वेसनको ए बी सी आइडेन्टिफाई गर्नुपर्छ है। हाम्रो यहाँनिर ए के को बराबर छ, ए इज इक्वल टु एक्सको अगाडि कोफिसियन्ट कति छ, इफ केही छैन भने एक्सको अगाडि कोफिसियन्ट के हुन्छ 1 हुन्छ। एक्सको कोफिसियन्ट कति छ 1। त्यस्तै यो एक्स स्क्वायरको कोफिसियन्ट 1 भयो, मतलब ए। बी कति हुन्छ, यो जेनरल फर्ममा छ किन, यसको जेनरल फर्म के हुन्छ, ax स्क्वायर प्लस bx प्लस c इज इक्वल टु 0। यो चाहिँ के थियो, हाम्रो जेनरल फर्म थियो। योसँग कम्पेरिजन गरौँ है। हाम्रो एक्स स्क्वायरको अगाडिको कोफिसियन्ट कति छ 1, हाम्रो एक्सको हाम्रो बी कति छ 5 छ, b इज इक्वल्स टु 5 छ। त्यस्तै हाम्रो सी कति छ 6 छ, सी इज इक्वल्स टु 6 छ। अब हामी के गरौँ, डिस्क्रिमिनेन्ट फर्मुला युज गरौँ है। d इज इक्वल टु b स्क्वायर माइनस 4ac। अब यहाँनिर हाम्रो के हुन्छ, d इज इक्वल टु b स्क्वायर, b भनेपछि कति छ 5 को स्क्वायर, भन्नुको मतलब 5 को स्क्वायर माइनस 4, ए कति छ हाम्रो 1 छ, सी कति छ, यो सी कति छ 6 छ। d इज इक्वल टु 5 को स्क्वायर कति हुन्छ 25 माइनस 4 1 जा 4, 4 6 जा 24। d इज इक्वल टु 1 भन्नुको मतलब d हाम्रो के भयो 0 पनि आएन, नेगेटिभ पनि आएन, d हाम्रो के आयो 0 भन्दा ठुलो पोजिटिभ 1 आयो। भन्नुको मतलब हाम्रो यहाँनिर के हुने रहेछ, 2 रियल एन्ड अनइक्वल रूट्स आर पोसिबल है। हामी यहाँनिर अब
दुईवटा रियल रुट्स अन्त अनइक्वल रुट हामीले पाउनु रहेछ। हाम्रो डीको भ्यालु कति आयो 1 आयो। हामी डाइरेक्ट फर्मुला युज गर्न सक्छ एक्स इज इक्वल टु माइनस बी। पहिला हामी के गरौँ प्लस माइनस छ है, पहिला प्लसको निकालौँ प्लस अन्डर रुट अफ डी हामीले बी स्क्वायर माइनस 4ac थियो बट हामीले यो अलरेडी निकाल्यौँ डाइरेक्ट डी गरौँ बाई 2a। सो एक्स इज इक्वल टु माइनस बी, बीको जग्गामा हाम्रो कति छ 5 छ भन्नुको मतलब -5 प्लस हाम्रो अन्डर रुट डी कति छ 1 छ 1 बाई 2 ए कति छ हाम्रो 1 छ। एक्स इज इक्वल्स टु -5 अन्डर रुट 1 भनेको कति हुन्छ 1 नै हुन्छ प्लस 1 बाई 2। एक्स इज इक्वल टु -5 प्लस 1 कति हुन्छ -4 हुन्छ -4 बाई 2। एक्स इज इक्वल टु माइनस क्यान्सल गर्दाखेरि 2, एउटा हाम्रो एक्सको भ्यालु कति आयो -2 आयो। हामीले थाहा गर्नुपर्ने के कुरा हुन्छ भन्दाखेरि हामीले जब क्वाड्रेटिक इक्वेसन सल्भ गर्दैछ क्वाड्रेटिक इक्वेसनमा के हुन्छ हाम्रो एक्सको पावर 2 हुन्छ। त्यस्तै हामीले एक्सको पावर 2 छ भने हाम्रो पोसिबल भ्याल्युज कति हुन्छ एक्सको 2टा आउँछ। त्यस्तै एक्सको भ्यालु 3 छ भने एक्सको कतिवटा भ्याल्यु आउँछ 3टा भ्याल्यु आउँछ। अब हामी माइनसमा सल्भ गरौँ है। जस्तै अघि हामीले यहाँनिर प्लस लगाएको थियो अब माइनस लगाउँ। एक्स इज इक्वल टु माइनस बी माइनस अन्डर रुट अफ डी बाई 2a। एक्स इज इक्वल टु बी भनेको कति थियो -1 माइनस अन्डर रुट डी भनेको कति थियो 1 थियो 2a। एक्स इज इक्वल टु -1 अन्डर रुट स्क्वायर रुट अफ 1 भनेको कति हुन्छ 1 नै हुन्छ -1 बाई ए को जग्गा ए कति थियो हाम्रो ए पनि 1 नै थियो 2। एक्स इज इक्वल टु -1 कति हुन्छ प्लस हुन्छ तर साइन माइनसको हुन्छ -2 1 प्लस 1 2 बाई 2। अब यो क्यान्सल भएर कति हुन्छ एक्स इज -1। अब एक्सको हामीले कतिवटा भ्यालु पायौँ 2टा भ्यालु पायौँ। देयरफोर एक्स इज इक्वल टु -2, -1 यति चाहिँ हाम्रो एक्सको पोसिबल भ्याल्युज भयो। ओके थ्याङ्क यू सो मच है, यति लास्टसम्म भिडियो हेरिदिनु भयो। धेरैवटा कुरा नयाँ कुरा सिक्नु पाउँछ है। प्लिज सब्सक्राइब गर्नु नेक्स्ट टाइमको लागि पनि। नेक्स्ट टाइम कुनै पनि भिडियोजको जरुरत पर्यो कुनै पनि गाइडेन्सको जरुरत पर्यो आई एम अलवेज देयर फर यु एभ्रिवान है। इफ पोसिबल आफ्ना साथीहरूलाई पनि सेयर गर्नु केही नयाँ कुरा अलिकति पनि नयाँ कुरा सिक्नु पाउँछ है। ओके त्यति भन्दै यो मेरो भिडियो एन्ड गर्दैछु।